अस्ट्रेलियामा नेपालबाट आएर कसैले मनग्गे प्रगति गरेको छ भने नि यो 3टा जिल्लाका नेपालीले मात्रै हो र यिनीहरूमा के चाहिँ त्यस्तो खास के छ कमन कुरा भन्ने कुरा चाहिँ म लास्टमा रिभिल गर्छु है त। नम्बर 1 छ झापा ए होइन चितवन। नम्बर 1 चितवन, चितवनलाई नम्बर 2मा राखेर हुँदैन। नम्बर 2 छ झापा। नम्बर 3 पोखरा पनि लिगमा आउन खोज्छ तर बुटवलै हो। नम्बर 3 छ बुटवल। र यो 3टामा के कमन कुरा छ थाहा छ? यो एउटा उर्दूमा एउटा भनाइ छ नि, बोल्नेको चामल नै बिग्छ नबोल्नेको पिठो नै बिग्दैन भनेर। पाण्डे चोरे है मैले, पाण्डे सोल्टी। अनि त्यही नै हो खास कमन कुरै यही हो। उनीहरू टुटे फुटे इङ्ग्लिस बोलेरै भए पनि दे विल क्र्याक द जब होइन, दे क्यान डु एनिथिङ। उनीहरूको सपना नै उनीहरू यहाँनिर सानोतिनो काम गर्न भनेर मात्र आउँदैनन् कि उनीहरू एउटा वेल एजुकेटेड त छन् नै, सबैजना मैले प्राय वेल एजुकेटेडै भेटिरहेको हुन्छु। र अनि उनीहरूसँग यसो कुरा गर्दाखेरि उनीहरूलाई बिजनेस गर्नु छ, उनीहरूलाई उनीहरूको ड्रिम नै ठुलो छ कि। अनि रेस्ट अफ द अरू अरू डिस्ट्रिक्टका साथीहरू भेट्छु नि, उनीहरूलाई चाहिँ काम गर्नु छ कि। माइन्ड सेटै डिफ्रेन्ट भयो नि त त्यहाँनिर होइन, माइन्ड सेटले नै पनि फरक पर्ने हो नि त। अनि अनि यो 3टा जिल्लाको मान्छेहरू अस्ट्रेलियामा नि 99% अफ द बिजनेस त्यहाँ हेर्नुभयो भने नेपालीज ओन्ड बिजनेस र ओनर सोध्नुभयो भने त्यहाँको ओनरलाई भेट्नुभयो भने यसो हेर्नु प्रोफाइल, उनीहरूको ओरिजिनालिटी यही 3टा जिल्लामा बिलङ गर्छ है। अनि आइएम सुपर प्राउड कि अब म चाहिँ त्यहाँबाट होइन हुन चाहिँ होइन, आइएम सुपर प्राउड अफ देम कि यो 3टा जिल्लाका मान्छेले गर्दाखेरि नै अस्ट्रेलियामा बिजनेस एक्जिस्ट गर्छ जस्तो लाग्छ कि नेपालीको, नत्र भने अरूले खासै गरेको देखाएको छैन कि मैले होइन। र म आफै पनि क्युरियस भएको कुरा चाहिँ यो 3टा जिल्लामा बिलङ गर्ने साथीहरूलाई यो बच्चे बेलामा अर्कै तेल घसिन्छ कि क्या हो कि खास होइन, कि उहाँहरूको कन्फिडेन्स लेभल अरा नै डिफ्रेन्ट छ त यार, के हो खास कुरा यसो रिभिल गरौँ त अरूहरूले पनि यसो जानुन् है। ल यसो कमेन्टमा रिभिल गर्नु त प्लिज। थ्याङ्क यू।